जहिले पनि नेपालमा प्रजातन्त्र आउने, कहिल्यै पनि निमुखाले बोल्नै नपाउने, अनि खै कहाँ आयो प्रजातन्त्र गरिब जनतालाई, कहाँ रोक्यो यो सरकारले तस्करी धन्दालाई भन्या जस्तै क्या। यो टुवालो त हत्या छैन यो समाजमा, त यो टुवालो हटाइदिने कोही छैन, छोपिदिने मात्रै छ हजुर। यहाँ त दुम मर्या छ गरे, त्यो दुम मर्या ठाउँ के त्यसै लाजगाज जानुपर्ने भयो भन्नुभएको छ मेरै अब के अरे जेठाजुले हजुरको श्रीमानलाई। सकेत जेठाजु यो ठाउँमा सुध्रेला जस्तो कहिल्यै मैले मान्दिनँ। त्यस्तै अचम्म लाग्छ, यो अनौठो संसार छ, यो नौलो बिहानी जन्मदैन आउँदैन जस्तो लाग्छ सर। यहाँ त त्यस्तो स्वीकार गरेको छैन। त्यो कहीँ पाएन होला, कोही राँडी भ्याएन होला र अब त्यो त्यो खसिनी ल्याउने, मगर्नी ल्याउने, अनि कोही त त्यस्तै त्यो दलित सडक हो भन्छन्। अनि 7 पुस्ता हो कि 5 पुस्ताको आउँथ्यो, भाट आउँथ्यो, मगरबाटको आउँथ्यो। अब त अब यिनीहरूको कहिल्यै आउँदैन भन्ने त्यस्तो बनाइ छ। जात नआयो भने चाहिँ के हुन्छ अरे? खै त के हुन्छ तिनीहरूलाई, के हुन्छ हामीलाई त थाहा छैन। अब तिनीहरूले भन्छन् त्यस्तै। तातापानी गाउँपालिका वडा नम्बर 8, मेरो नाम सीता सागर। छोरी चाहिँ जनजातिको पर्छ? छोरी मगरको छोरी, यहाँ साईसँग बिहे गरेर अब अहिले साई त बोलिया छ, तर मनसन्तोक नै कर्णसन्तोक छ, के गर्ने त्यस्तै छ। जनजाति भन्ने, मुगुर भन्ने, कुगुर भन्छन्, अनि सानाको दुध चुला पारी मुट भन्छन्, के भन्छन् के भन्दैनन् त्यो भनेको कुरा त अब सब यहीँ लेखिएको छ। अब यो अन्धकारमा अब भौँठारिरहेको छ हाम्रो जिन्दगी त। अब यो उज्यालो बिहान कहिले आउँदैन जस्तो लाग्छ हामीलाई त। यो जनजाति दलितलाई त यस्तै छ। हजुर कुन ठाउँदेखि बिहे गरेर यहाँ आउनुभएको चाहिँ हजुरको के अरे जन्मघर कता? मेरो जन्मघर जाजरकोट। कुन ठाउँ? जाजरकोट जुनी चाँदे। जुनी चाँदेबाट। ए भनेपछि अनि के अरे यहाँ बिहे गरेर आउनुभयो कति समय भयो? बिहे गरेर आयो त अहिले म उति वर्ष 22 वर्षको आएको हुँ। यहाँ अहिले म कति वर्ष भयो यहाँ भनेपछि 70 भन्छु, 63 वर्ष भइसक्यो म। भनेपछि 22 वर्षदेखि अहिले त धेरै वर्ष भइसकेको छ। हजुर चाहिँ यहाँको लगभग 40 वर्ष भयो मानौँ न, होइन? हजुर 40 वर्ष भयो भनेपछि अब त्यो बेला यहाँ आउनुभएको मान्छे अब 40 वर्ष अगाडि, अहिले त यहाँको परिस्थिति चाहिँ यति धेरै जर्जर छ, के अरे दयनीय छ। यहाँका मान्छेहरूले गर्ने व्यवहार चाहिँ एउटा चाहिँ दलितप्रति, जनजातिप्रति भने 40 वर्ष अगाडिको अवस्था झन् त कति एकदम दर्दनाक थियो होला यहाँको हजुरको? थियो। अब बिजेटको बुहारीले त अब घरभित्र त बस्नु मिल्दैन, गोठभित्र त बस्नुपर्छ, अनि पाँडभित्र त बस्नुपर्छ भन्दै थियो मलाई त। हजुर पनि बस्नुभयो? त्यस्तै भन्ने। अनि अब खाना पनि अब ठगुरी जातिकोले भात खाएपछि मकैको रोटी खाने, मकैको रोटी तिनीहरूले गहुँको रोटी खान्छन् भने जौँको रोटी खान मिल्छ, नत्र मिल्दैन भन्थे। त्यो स्थितिबाट तपाईले पनि त्यो भोग्नुभयो? भोगियो हजुर सर। अनि भोगियो, चुलो छुन नदिने, सबैले खाइसकेदेखि अब अलग्गै ल आएर लैजा भाँडाकुँडी धोएर उगर खाटेमा उब्रिएको भन्थे। त्यस्तो भोग्यो मैले। त्यसो भए चाहिँ अहिलेसम्मको कस्तो छ त समाज? अहिले अब जाति त्यस्तो छैन। यो माओवादीको आइसकेदेखि जाति त्यस्तो छैन। अहिले पनि अझ त्यो भन्न त छोड्दैनन्। भाषा त अब त्यो मुगुर अनि दुम दलित भन्न त छोडेको छैनन् यो गाउँको समाजले, त्यस्तै भन्दैछन् अझ पनि। मगरसम्म दलितसम्म भने त ठिकै हुन्थ्यो। यहाँ मगर कुकुर पनि भन्ने ठाउँ। मगर कुकुर अनि कुकुर सानाको दुध चुला पारी के काम छ र भैँसीको लिब्नु नगर्नु भन्थे मलाई त। त्यस्तै भनिया हुन्। अहिले पनि त्यसो त्यस्तै अब भन्छन् होला, मेरो कानमा त भनिया छैनन्। पहिला त यो गाउँै समाजै बिग्रियो जस्तो गरिएको थियो मलाई त। म आउँदाखेरि पहिलो 1 मई हो, त्यहाँदेखि पछाडि आजभोलि 1-2 जना आएका छन्। पहिला म मात्रै आउँदाखेरि धेरै भयो। पछिल्लो समयमा जस्तै अहिले त अब जनयुद्ध पछि धेरै अब खासै अपेक्षित रूपान्तरण नभए पनि धेरै कुरा चाहिँ परिवर्तन चाहिँ भएको छ, होइन?
जति इच्छा गरिएको थियो जति आवश्यक थियो त्यति चाहिँ हुन सकेन तर जति भएको छ त्यो भने पनि एक हिसाबले चाहिँ ठिकै हो तर अझै पनि अब अन्य समुदायको हिसाबले हेर्दाखेरि अन्य जिल्लाको हिसाबमा हेर्दाखेरि चाहिँ जुम्लामा डोल्पामा हुम्लामा मुगुमा जहाँ चाहिँ यो हिन्दू समुदायहरू छन् त्यहाँ चाहिँ यो चरम किसिमको विभेद छ जाजरकोटमा पनि छ तर जाजरकोटमा पनि तर यताको तुलनामा जाजरकोटमा चाहिँ धेरै कम छ जस्तो लाग्छ त्यस्तै लाग्छ जाजरकोटमा चाहिँ धेरै कम यहाँ धेरै जुम्लामा त धेरै छ देउता पनि धेरै छन् भन्ने देउता मान्ने पनि धेरै गर्ने जातभात पनि धेरै गर्छन् महत्त्व गर्छन् यहाँतिर त्यस्तै छ यो टुवालो त हत्या छैन यो समाजमा त यो टुवालो हटाइदिने कोही छैन छोपिदिने मात्रै छ हजुर यहाँ त आफैले पनि अब एउटा आवाज उठाउन सक्ने स्थिति छैन एउटाको के लाग्छ र अब सबै समाज उस्तै एउटाको केही पनि लाग्दैन अनि त्यही भएर बरु थिचेर बस्नु छ यहाँ त आवाज उठायो भने प्रतिकार गर्यो भने विरोध गर्यो भने झन् अरु तैँले के गर्न सक्छस् र तेरो के को छ र क्या छ र एक्लो अनि हाम्रो पावर छ अनि समाज छ हामी सब छौँ तेरो को छ र भन्छन् त्यस्तै छ यो ठाउँमा त अनि पछिल्लो समय जस्तो कि अहिले पनि अब 2-4 जना चाहिँ बिहे गरेर आउनु भयो भनेर भन्नु भएको छ अहिले पनि जस्तो कि अब यो ठकुरीको समुदाय पर्यो ठकुरी समाज पर्यो अनि यहाँ चाहिँ जस्तो ठकुरीको छोरीलाई उहाँले चाहिँ बिहे गरेर ल्याउँदा ठकुरीको छोरीलाई चाहिँ जति सम्मान दिन सक्नुहुन्छ नि त्यति चाहिँ जनजातिको छोरीलाई चाहिँ सम्मान दिन सक्नु भएको छ कि छैन स्वीकार अझै खुलेर स्वीकार गर्नु त्यस्तो स्वीकार गरेको छैन त्यो कहीँ पाएन होला कोही राँडी भ्याएन होला र अब त्यो खसिनी ल्याउने मगर्नी ल्याउने अनि कोही त त्यस्तै त्यो दलित सरको भन्छन् अनि त्यस्तै भन्छन् स्वीकार्दैनन् ऊ छेत्री रहेछ भने खसिनी जा भन्ने अनि मुग्रिनी भन्ने अनि मगर शुद्ध भाषा पनि भन्दैनन् मुगुर कुकुर भन्छन् यहाँको मान्छेहरू त त्यस्तै भन्छन् त्यसो भए यहाँका मान्छेको नजरमा के त्यो ठकुरी भन्दा अरू कोही मान्छे होइन कोही छैन जस्तो छ अब खै त्यही त भन्छु त म अब हटाइदिने कोही छैन यो टुवालो अब छोपिदिने मात्रै छ यो ठाउँमा त त्यस्तै छ अनि कानुनमा त व्यवस्था छ नि त के अरे विभेद गर्न मिल्दैन यसरी छुवाछुत गर्न मिल्दैन त्यो त भन्ने छ नि हजुरहरूले चाहिँ कहिलेकाहीँ त्यसको आवाज उठाउनु भएन त्यसरी त्यस्तो आएर कति संस्थाका मान्छेहरूले भने कति भने त्यो त्यस बेला हुन्छ भन्छन् फेरि पछाडि आम्नु बानी खैन जाने तिनीहरूको बानी त्यस्तै हो छोड्दैनन् तिनीहरू आम्नु केही छोड्दैनन् हजुरको बच्चा बच्ची कति मेरो बच्चा बच्ची 7 गोटा कति छोरा कति छोरी 5 छोरा 2 छोरी अनि छोराछोरीहरूप्रति समाजले गर्ने व्यवहार कस्तो छ मगरको भान्जाहरू अनि के अब त्यही त भने त अहिले सानाउदु चुलापर के गर्न सक्छन् के भन्ने त्यस्तै अपहेलना गर्छन् पानी पनि चल्दैन भन्ने स्थिति छ कि छैन पानी चल्दैन जातबाट कहिल्यै आउँदैन भन्छन् जातबाटै भन्छन् जातबाटकै भेदभाव छ यहाँ त अनि यिनीहरूको जात कहिल्यै आउँदैन जात आउँदैन चारपाटको आउँदैन आउँछ कि कोही नत्र आउँदैन भन्छन् कोही के भन्छन् त्यो जातैको छ यहाँ त त्यस्तै छ अनि यिनीहरू धेरै पढे लेखेका मान्छेहरू छन् यहाँ बुझेका मान्छेहरू पनि होला जस्तै कि यहाँका मान्छेहरू राजनीतिमा पनि अगाडि हुनुहुन्छ त्यसपछि अब शैक्षिक क्षेत्रमा पढाइ लेखाइ पनि धेरै भएको त्यसपछि अलिकति अब धन पैसाहरू पनि भएको अनि व्यवसाय पनि राम्रो भएको बाहिरी दुनियाँलाई पनि राम्रोसँग बुझेका धेरै जसो मान्छेहरू यताका मान्छेहरू धेरै जस्तो एउटा राजधानीतिर बस्ने सुर्खेततिर बस्ने नेपालगञ्जतिर बस्ने विकसित ठाउँमा बस्ने पनि धेरै हुनुहुन्छ भने उहाँहरूले पनि लगभग यो यस्तो किसिमको व्यवहार गर्नुहुन्न भन्ने खालको चाहिँ उहाँहरूले कहिले पनि त्यस्तो खालको अभिव्यक्ति दिन सक्नु हुँदैन त्यो आफ्नो लागि गरे आफ्नो कसैको लागि के गरौँ भन्ने भावना छैन यो समाजको सोच आफूले आफ्नो लागि मात्रै हो कसैको लागि के गर्नुपर्छ भन्ने त्यस्तो सोच छैन यो गाउँको जस्तो कि 40 वर्ष अगाडि लगभग 40 वर्ष अगाडि चाहिँ हजुरले बिहे गरेर यहाँ आइसकेपछि यतातिर चाहिँ ठकुरीहरूले चाहिँ मगरको छोरी भन्ने भए अब कुजातको बुहारी भन्ने भए हेप्ने नै भए गोठमा बसाल्ने भए खाना पनि विभेद हुने भयो चुलोसम्म पनि छुन नमिल्ने भयो यस्तो जाडो ठाउँमा अब बसाए त्यो किसिमको एउटा चाहिँ दर्दनाक अवस्था त रह्यो नै थप अनि उतातिर माइतीपट्टिबाटको प्रतिक्रिया के छ त कतिपय त यस्तो कुरा पनि हुन्छ कि अब जस्तो कि यसरी चाहिँ अन्तर्जातीय सम्बन्ध राखिसकेपछि अन्तर्जातीय विवाह गरिसकेपछि चाहिँ कति धेरै कुरा छ नि माइतीहरूले स्वीकार नगरेको
माइतीले त केही गर्नु भएन। माइतीहरूले अब हामी बन्न बोरा जातको गएको हामीले के गर्ने त, हामी बन्न जुन अब हाइट भयो भन्ने केही पिरमर्का माइती माउलीबाट केही भएन। भयो नि यहाँ मात्रै, घरमा मात्रै भयो। पीडा त उहाँहरूलाई पीडा भएन, हजुरलाई चाहिँ थुप्रै भयो नि? यहाँ त भयो, मलाई मात्रै भयो। अब अझै छोराछोरीलाई पनि त्यसबाट मुक्ति छैन? छोराछोरीलाई पनि त्यो पीडा? छोराछोरीहरूले पनि फेरि अनि त्यस्तै हुन गयो। अब यिनीहरूको अझै पनि भन्दैछन् मेरै जातको अब ल्याएका छन्, अनि दुईटा छोराले मेरै जातको ल्याएको छन्, अनि अरू छोराहरूले अनि एउटाले कान्छाले तामाङको ल्यायो, अनि काइलो छोराले उसको के भन्छन् ठारुको त्यो चौधरीको ल्याएको छ। त्यही भएर अहिले त झन् अब 7 पुस्ता हो कि 5 पुस्ताको आउँथ्यो भाट आउँथ्यो, मगरबाटको आउँथ्यो। अब त अब यिनीहरूको कहिल्यै आउँदैन भन्ने त्यस्तो बनाइ छ। जात नआयो भने चाहिँ के हुन्छ अरे? खै त के हुन्छ तिनीहरूलाई, के हुन्छ हामीलाई त थाहा छैन। अब तिनीहरूले भन्छन् त्यस्तै भन्छन् क्या र ठगुरीहरूले, यिनीहरूको अब कहिल्यै आउँदैन, अब यिनीहरू उ भइसक्यो भन्छन्। हजुरको जस्तो कि हजुरको श्रीमानको चाहिँ भाइपट्टि कति? 4 भाइ। 4 भाइ। अरू जस्तो कि अरू अब हजुरको श्रीमान, हजुरको परिवार चाहिँ कतापट्टि जेठा माइला कान्छा? मेरो भाइ, मेरो परिवार मेरो श्रीमान साइला। त्यसपछि अरू जेठा माइला कान्छाको चाहिँ के छ? केही आम्ने जातको ल्याएको छन्। उहाँहरूको चाहिँ उहाँहरूको पनि तपाईँहरू प्रति गर्ने व्यवहार चाहिँ फरक छ? त्यस्तै हो, तिनीहरू अब जस्तै गाउँ समाजले गरिरहेका छन् त्यस्तै। घरबाट सुरु भएर लोग्नेको हेला त अब गाउँको पनि हेला हुँदो रहेछ, त्यस्तै भयो। अब त्यस्तै गर्थे। यस घरका जेठाजी देवरले पनि राम्रोसँग स्वीकार गर्नुहुन्न? त्यो अब मुग्रिनी त भइगयो, त्यो मुग्रिनीले के गर्ने हो, त्यो मुग्रिनीको के काम छ र? त्यो हामीसँग हुँदैन, सम्बन्ध गर्ने जस्तो होइन भने त्यस्तै भने अहिले पनि त्यही होला। त्यस्तै भन्छन्। अब मुखैती भन्थे क्या र, पहिला मुखैती भन्थे, आजभोलि मेरो त भन्दैनन्, पछाडि त सबै त्यही भन्छन्। व्यवहार चाहिँ त्यही छ, त्यस्तै हो। यो समाज सुध्रिन चाहिँ नसक्ने? सक्दैन, सक्ला जस्तो छैन। यो ठाउँमा सुध्रेला जस्तो कहिल्यै मैले मान्दिनँ। त्यस्तै म अचम्म लाग्छ, यो अनौठो संसार छ। यो नौलो बिहानी जन्मदैन आउँदैन जस्तो लाग्छ सर। यहाँ त त्यस्तै छ हाम्रो यो ठाउँमा त। यो ठाउँको समाज, यो गाउँ यस्तै छ, यस्तै भइरहेको छ, यस्तै चलिरहेको छ यो ठाउँमा। अन्त हेरेर यो ठाउँ धेरै उ छ, अझै अविकसित चेतनाको कमी, अझै मानवताको विकास भइसकेको छैन। त्यही छ, त्यस्तै छ। जहिले पनि नेपालमा प्रजातन्त्र आउने, कहिल्यै पनि निमुखाले बोल्नै नपाउने, अनि खै कहाँ आयो प्रजातन्त्र गरिब जनतालाई, कहाँ रोक्यो यो सरकारले तस्करी धन्दालाई भन्या जस्तै क्या। अनि त्यस्तै अब सामान्य त माथि बस्छन्, मिठो खान्छन्, गरिब तल भुइँ। अनि बाबुबाजेले खाएको ऋण नातिसम्म ताती, अनि एक मानाको एक पाठीको एक बकारी, एक मानाको मुरी कोदो दिन्छन्, भैँसी लिन्छन्, यिनका बाबु भोरी बनेर माओवादीले बनेको थियो नि, गीत एउटा जुराएको थियो। त्यस्तै छ क्या यहाँ त। अनि गरिबको त केही उ छैन, त्यति नै हो हजुर। मेरो अब गरिबको पनि केही नहुने भयो, दलित जनजातिहरूको पनि केही नहुने भयो। हाम्रो त्यस्तै छ, हामी जनजाति दलितको हाम्रो केही कामको छैन। त्यस्तै अब एउटा कमाउने भारोको रूपमा मात्रै, चाहिए बेला कमायो, त्यहाँदेखि कामको छैन, त्यसको केही मूल्य छैन। त्यस्तै छ हजुर। त्यति बेला के भएको थियो हजुर? म क्रिस्चियन हजुर, क्रिस्चियन भएको कारणले आम्नै मेरो घरको जेठाजुले त्यो डुम मरेको छ अरे, अनि त्यो डुम मऱ्यो गरे। अनि एउटै घरभित्रको अब एउटै कलेजको सिनर एउटा कोठारीको बास, अनि तेरो भाइ मऱ्यो, तैँले जानै पर्छ भने बाध्य लाउन लाग्यो। लाजकाज नगई नहुने भयो, के गरौँ? डुम मर्या छ गरे, त्यो डुम मर्या ठाउँ के त्यसै लाजकाज जानुपर्ने भयो भन्नुभएछ मेरै अब जेठाजुले हजुरको श्रीमानलाई। सकेत जेठाजु
त्यहाँदेखि त्यो घटना घटित भइसकेपछि अब परिवारहरूले चाहिँ के भन्नुभयो अब जेठाजुहरूले स्वीकार गर्नुभयो के अरे त्यो अब छुनै मिल्दैन हामीले त भन्ने खालको देउता लाग्छन् हाम्रो जात जान्छ भन्ने खालको जो हुन्छ नि एउटा सामाजिक प्रवृत्ति छुनु त छोएन जानु त गया त्यस्तै त अब बुडुम मर्या छ गरे त्यहाँ अब नजाउँ भने गाउँ सबैले समाजले गर्न लागे अनि तेरो भाइ मर्या छ भन्ने भन्न लागे दबाब गर्न लागे जानै पर्ने भयो लाज काज अब आँखा छारो हाल्न लागि जानु पर्यो यस्तै भन्नुभएछ अरूले भनेको अनि मेरो कानमा कुरा पारे अनि त्यो गएर अब हेर्नुभयो मात्रै अब गर्ने उनी 2-3 जनाले मात्रै गरे त्यहाँ घरको दाइ भाइहरूले पनि छुनु भएन त्यो अरूले छोया त्यो बरु अरू सागकाले छोया त्यो घरकाले उ गरेनन् छोएनन् अनि कान्छा तपाईँ मगर्नी भएको कारणले गर्दा चाहिँ मगर्नीको श्रीमान भएको कारणले गर्दा मगर्नी बिहा गरेको कारणले गर्दा मात्रै नसक्यो कि तपाईँ क्रिस्चियन भएको कारणले गर्दा पनि नसक्यो क्रिस्चियन भएको पनि भइगयो फेरि मगर्नीको श्रीमान पनि भइगयो त्यही सब भयो त्यही त भयो होला त्यही भएर अब हजुरको श्रीमान बित्दाखेरिसम्म पनि जो घरका भाइहरूले दाइहरूले पनि साथ दिनु भएन छोड्नु भएन हैन दुःखमा नआत्यो र सुखमा नमात्यो भन्ने परमेश्वरको वचन छ म त्यो वचन हार्न सक्दिनँ म फेरि अन्धकारतिर म फर्कन सक्दिनँ मेरो आत्मा नाश गर्न सक्दिनँ मैले मेरो परमेश्वरलाई मैले मेरो आत्मा दिइसकेको छु आत्मा मैले अर्पण गरिसकेको छु म अब उसो सक्दैन श्रीमानले बर्खाइदेखि भन्नुभएको थियो मरिजानु हुने रहेछ अनि यो गाउँ समाज यस्तै छ अनि यो च्यानमा हामी मिसाउन दिन्नौँ हिन्दू जातिको हामी क्रिस्चियन मिसाउन दिन्नौँ भनेपछि अनि घर मरिगयो भनेपछि त्यो घर ओत्तिरको त्यो गरामा गाड्नु अनि च्यानमा मिसाउन दिन्नौँ भनेपछि त्यहीँ गाड्नु अनि तारा मरिगयो भने कान पनि रह्यो सुन पनि रह्यो सजिलै हुन्छ अनि तैँले अब गर्न सक्ने छैनस् होला मेरो अनि मेरो लास तैँले गाड्न सक्दिनस् त महिला जातिसँगै होला भएपछि त्यस बेला जे मेरो शरीरमा वस्त्र छ त्यही ओराइदिनु एउटा स्याउली फालिदिनु त्यति भए पुग्छ माटाको शरीर हो माटोमा मिल्ने हो अरू केही चाहिँदैन अनि कोहीले गइकन आउँछन् भने यति कोही गाउँघर कोही आफ्नो आफन्तहरू कोही दाजुभाइ आइकन हामी यो लासको उद्धार गर्छौँ भनेपछि नगरिदेऊ नछोइदेऊ नभनिदियोस् अनि यदि गर्दैनन् भने मेरो श्रीमानको लासको यस्तो उ भयो अनि गरिदेऊ भनेर तैँले त्यो गुहार नमागेस् भन्नुभएको थियो क्या बर्खाइदी मेरो श्रीमानले यस्तो भन्नुभएको छ अनि म यही गर्ने हो अनि प्रिय हो आइजानु भयो अनि यो लासको उद्धार गरिदिन्छौँ हामी अनि दाह सत्कार गरिदिन्छौँ भन्ने सोचले आउनु भएको छ भने त्यो गरिदिनुहोस् मलाई बाध्य लाएर उता फर्काउन लागि भए म त्यो गर्न सक्दिनँ अनि मेरो श्रीमानले यस्तै भन्नुभएको छ म त्यही गर्ने हो भने क्या मैले बनाइदिएँ हो त कुरा सकिके जाऊ भने कोही भागेर त्यसै बेला कता गइए कोही अलिअलि अब लाज खाँद अब त्यो लास दबाइदिए क्या त्यति हो त्यस्तै भयो मेरो श्रीमानको घटना गर्दाखेरि त्यस्तै भयो श्रीमान बित्दाखेरि पनि घर परिवारले साथ दिएन हजुरलाई कहिले पनि राम्रो कहिले पनि अब खुलेर स्वीकार गर्न सक्दैन हजुरको छोराछोरीहरूलाई पनि स्वीकृति अझ पनि छैन भनेपछि यो समाजको जुन एउटा चाहिँ परम्परागत सोच छ हैन प्रथा परम्परा पुरातनवादी सोच छ यो सोचबाट अझै पनि मुक्त हुनका लागि त अझै सयौं वर्ष लाग्ने भयो म त बरु त के गर्ने हुँदैन थाहा छैन हुँदैन भन्छु त म यो टुवालोले ढाकेको यो टुवालो छोपिदिने मात्रै छ हटाइदिने कोही पनि छैन त्यसैले यो नौलो बिहानी जन्मदैन जस्तो लाग्छ मलाई त यस्तै लाग्छ बरु आफै यो संसार यहाँको यो गाउँ समाज छोड्न पाइदियो भए भन्ने म त दिक्क लागिसकेको छ म कहिल्यै यो गाउँ समाज परिवर्तन हुनेवाला छैन आफ्नो कुरा राख्नु हजुर धन्यवाद छ यति सुनिदिनु भएको लागि धन्यवाद